हेलो हेलो सबैजनालाई नमस्ते। म दिपेश कुमार जयसवाल डाँफे र यता हेर्न सक्नुहुन्छ म अहिले मुम्बई आएको छु पहिलोचोटि घुम्न। र हेर्न सक्नुहुन्छ अवस्था कस्तो छ पछाडि। यहाँ अलि एकदम कचडा ठाउँ छ। फोहोर गवन्डी भन्छ गवन्डी। यो गल्लीहरू यहाँ धेरै छ रोड नम्बर। र हेर्नुहोस् पछाडि कस्तो छ। यो अलि मुस्लिम इलाका मुस्लिम एरिया छ धेरै। यहाँ बिरयानी तन्दुरी यो कुराहरू धेरै भेटिन्छ। हेर्नुहोस् यस्तो छ अवस्था। र बिहान तरकारी किन्न थियो पुरै वाल्ला अलि बासी धेरै ताजा नभेट्ने होइन। अब फोहोर हेर्न सक्नुहुन्छ यस्तो छ। फोहोर पनि हाल्ने ठाउँ। र हेर्नुहोस् यतापट्टि यस्तो छ अवस्था। र म देखाइरहेको छु तपाईँलाई कस्तो छ यो मुम्बई। म घुम्न जाँदैछु समुद्रतिर। र धेरै समयपछि म फेरि भ्लग यहाँ घुम्दै बनाउँदै भन्ने सोचमा छु। हामी साथीहरू जाँदैछौँ भ्लग बनाउन। र यता हेर्नुहोस् गल्ली पुरै गल्ली नै गल्ली छ। र यहाँ एकदम अब भिखारीहरूको जे होस् कमी छैन। भिख माग्ने अब 1 रुपियाँ 2 रुपियाँ होइन अब अथवा तेस्रो लिङ्गी किन नहोस् सबै यहाँ हेर्न सक्नुहुन्छ। फोहोरको अवस्था कस्तो छ र मैले देखाइरहेको छु तपाईँलाई। यो गवन्डी हेर्न सक्नुहुन्छ। म यहाँ देखाइरहेको छु भ्लग। र सबैजनालाई राम्रो लाग्यो भने तपाईँले चाहिने अब कस्तो छ त मुम्बई भनेर यो गवन्डी ठाउँ छ। म तपाईँहरूलाई देखाइरहेको छु। यता हेर्न सक्नुहुन्छ आई लभ मोहम्मद भन्ने लेखेको छ। ब्यानर धेरै छ यो गवन्डीमा। अलि यस्तै छ धेरै फेरि हेर्नुहोस् यस्तो छ हाम्रो मुम्बई। धेरै समय पहिला यो मुम्बई नै यो इन्डियाको राजधानी थियो। र अहिले अब न्यू दिल्ली छ। र मैले यहाँ भ्लग गर्दैछु तपाईँहरूलाई मुम्बई घुमाउँदैछु। हिजो आयो हिजो अब बेलुका अलि यो माइक अब घरमै भएकोले रुममा भएकोले साथीको रुममा भएकोले भ्लग खिचेन। अब नै स्टप भ्लग आउँछ। तपाईँहरूले दिपेश कुमार जयसवाल युट्युब च्यानलले सब्सक्राइब गरेर हेर्न सक्नुहुन्छ। तपाईँ हेर्न सक्नुहुन्छ यो दिनको अवस्था यस्तो छ। रातिमा पनि देखाउँछु तपाईँहरूलाई यो गवन्डी कस्तो छ त गवन्डी म तपाईँहरूलाई देखाउन चाहन्छु। अब क्या देता ना ना खिच्नु रे खिच है एक खिच एक तन्काऊ है तन्काऊ देख ले कहिले यार पोछ के राख्ने भित्र कहाँ हातमा राख्ने भने तँ भित्र राख्ने हो। हेर्न सक्नुहुन्छ अर्को मेरो माइक झन्डै फोर्दा थियो मेरो साथीले। यो मेरो नमुना साथी हो। यसलाई सिधा कर यसलाई खिच अब खिच